गाइस आज चाहिँ हाम्रो पिकनिक है धेरै लङ पछि मैले आज भ्लग बनाउँदैछु यो चाहिँ मेरो रुम है अनि आज चाहिँ हामी पिकनिक जाँदैछौँ हाम्रो करातेको अनि डान्स स्टुडियोको अनि मेरो स्टुडियो हामी सबैजना मिलेर चाहिँ आज पिकनिक जाँदैछौँ पिकनिकमा नभएको पनि 100 जना जति छ गाइस 100 जना जति छ अब हामी चाहिँ रेडी हुँदैछौँ रेडी त के हुनु हामी अलवेज जतिसम्म रेडी नै हो हिरो मान्छेले रेडी हुनु टाइम लाग्दैन लुगा लाउने हो हिँड्ने हो अनि मेरो भ्लग जबमा जो नयाँ आउनु छ त्यसले सब्सक्राइब गरिदिनु होला गाइज अब चाहिँ हामी रेडी भएको छौँ अनि म चाहिँ लुगाहरू अनि हाम्रो भाइ चाहिँ हेर्न सक्नुहुनेछ ए भाइ चाहिँ अघि रेडी भइसक्यो अघि हिरो हाँस पारा स्टाइलमा हाम्रो अर्को भाइ खोइ ओ मारिगो नि उहाँहरू चाहिँ एकदम बेस्ट फ्रेन्ड सँगै पढेको सँगै साथी अब मैले चाहिँ उता भाइले चाहिँ हाम्रो रोबोट भाइदेखि चाहिँ चिनेको है ऊ भाइको नाम चाहिँ गगन हो अनि गाइस है हामी चाहिँ अब रेडी हुँदैछौँ मेरो लुगाहरू हेर्न सक्नुहुन्छ यस्तो छ है गाइस अब ओछ्यान पनि यत्तिकै है अब भरे आएर मिलाउनुपर्छ भन्छन् अरे मिलाएर राख्नु हुँदैन भूतहरू बस्छ अरे क्या ओछ्यानमा राम्रो ठाउँमा त्यही भएर अब भूतहरूलाई बस्नु नदिउँ आफै बसौँ है अब यो लाउने हो गाइस अनि टोपी लाउने हो त्यही ल अब हामी नानीहरूलाई लिन जाँदैछौँ अनि स्टुडेन्टहरू आधी जति चाहिँ त्यसमा स्टुडियोमा बसिरहेको छ एक दुईजनाले चाहिँ लिन जानुपर्ने छ हामी बिचमा भ्लग बनाउँदै हिँड्छौँ आजको बाहिरको नजारा कस्तो छ त्यो थाहा छैन भित्रै छौँ एकैचोटि ओइस फेरि मारिगयो नि यार भाइ ओइ अब चाहिँ रोबोट जस्तो देखियो यार भाइ कसम म ल हेर्न सक्नुहुन्छ ओके हामी चाहिँ हिँड्दैछौँ अनि अब हामी सानो बहिनीलाई हाम्रो एकदम सानी बहिनी राम्रो क्युटी बहिनीलाई हामी लिन जाँदैछौँ बाइक चाहिँ मैले स्टुडियोमा राखेको छ बाइक लिएर चाहिँ जाने होइन अनि हामी चाहिँ अहिले हिँड्दै जाँदैछौँ गाइस फाइनली हामी चाहिँ सानी बहिनी छेसाङकोमा चाहिँ हामी आइसकेको छौँ अघि रेडी भएर बसेको होला के हो छेसाङ हो ए एकदम राम्री स्टुडियोको खतरा डान्स गर्ने तर बिर्सिहाल्छ बेला बेला के गर्नु हेलो भन्दै यता अनि यो भ्लगमा हेर्नु है रेडी भइसकेको ल हामी चाहिँ छेसाङ घर आइसक्यौँ अब हामी चाहिँ जान्छौँ गाइस म चाहिँ मेरो स्टुडियो आइपुगेँ है मेरो स्टुडियोको माथि जिम छ है कसैले जिम गर्नु छ भने आइदिनु होला र अनि यहाँ बहिनीहरू आइसक्यो अबि बहिनीहरू त राम्री ल कति बजी उठ्यो अरे 4 बजे तिमी चाहिँ 6 बजे तिमी चाहिँ 7 बजे ओ तिमी चाहिँ कति बजी उठ्यौ हामी 5 बजे म उठेको म त 1 बजे उठेको ल सबैजनाले हाई गरिदेऊ मेरो भ्लगलाई ल यता पनि ल अब चाहिँ ठ्याक्कमा चाहिँ मेरो स्टुडियो आइपुग्यो गाइस है अनि यहाँ छ है यो चाहिँ मेरो स्टुडियो गाइस अहिलेसम्म मेरो भ्लगमा स्टुडियो थियो कि थिएन नि गरेको आज म देखाउँदैछु स्टुडियो है गाइस यो चाहिँ DY1कोहरू अहिले होइन निमा उठ न हो कति राम्रो हो आमा निमा ल हामी चाहिँ गाडी आएर गाडीभित्र बसिसकेको छौँ है अनि यो चाहिँ म हो बिजु मगरमा सबैजना सब्सक्राइब गरिदिनु होला मेरो मुटुको टुक्राहरू यिनीहरू चाहिँ ओल्ड स्कुलको अनि यता राष्ट्र निर्माण भ्लगमा वेलकम यस बर्थडे तिम्रो ह्याप्पी बर्थडे मेरो भ्लग हेर्नु ल ह्याप्पी बर्थडे तिमीलाई सबैले अब त्यहाँनिर ह्याप्पी बर्थडे भन्छ है मेरो भ्लगमा बिजी मगर यो चाहिँ अलराउन्ड डान्स स्टुडियो है गाइस है अनि हामी चाहिँ यहाँ उर्लाबारी पनि गएका आइसकेको छौँ यहाँ चाहिँ हाम्रो अर्को ग्रुप सबैमा हामी 4 ग्रुप मिलेर चाहिँ जाँदैछौँ अनि टक्क तरिकाले यता ल
यो चाहिँ अलराउन्ड डान्स स्टुडियो हो है। सबै हामीले सामान हिजै किनेर यहाँ राखिसकेको थियौँ। अनि हेर्न सक्नुहुन्छ हाम्रो उर्लाबारीको ह्यान्डसम टप ह्यान्डसम। अनि यता हाम्रो दाइको रानी हुनुहुन्छ हाम्रो भाउजू। प्रिन्स कहाँ त गयो फेरि सानो खोइ सम्पूर्ण ओ रुँदैछ। यसले गर यता यता नमस्ते गर सम्पूर्ण यता नमस्ते खोइ गरेको नमस्ते गर छिटो गर्दैन यार नमस्ते गर यहाँ भिडियोमा नमस्ते गर नगर्ने गुड। अनि हाम्रो 2 गाडी छ है गाइस। हामी चाहिँ पिकनिकमा लगभग स्तुति नमस्ते। यो चाहिँ हाम्रो अर्को बस है। यो चाहिँ हाम्रो कराते टोलीहरू यता यो सबैजनाले डिजिसी विजय मगरमा सब्सक्राइब गरिदिनु होला। ओ खतरा डान्सर बुनु हाम्रो यहाँ है। मन पर्यो भने कमेन्ट गरिहाल्नु त्यहाँ को बेहुलीहरू फेरि उनीहरूको अनुहार धेरै महँगो छ गाइज हेर्नु हुँदैन। मेरो भगमा आउनु भनेको त तिम्रो हिरो पो हो त हो कि होइन। हाम्रो बुनु सानी राम्री बुनुले बिचरा मेकअप धेरै गरेको थियो है। ओ माई गड हो र। ल गाइजहरु रमाइलो गर्नुपर्छ। हाम्रो पिकनिक त यहीँ खतम हुन आँटिसक्यो। ल अहिले एकछिनमा आउँछु म। हल्ला गरौँ है गाइस फाइनली हामी जाँदैछौँ। अटो पिकनिक अटो वाला पिकनिक है। हामी चाहिँ अटो वाला अटो पिकनिकमा हामी बाटो नि अर्को पस्देको अवस्था। त्यस्तै हो भरे भ्लगमा आउँछु है सबैजना। हामी चाहिँ एकदम गाइस म फेरि बोल्नेवाला छैन। अब भिडियो भन्नुसार बोल्दै बोल्दै गएको यार अब बिल्ला यार गाइस। अनि भिडियोलाई सबैले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला। गाइस फाइनली हामी चाहिँ आइसक्यौँ है। अब हामी चाहिँ लोकेसन हेर्दा हेर्दा हामी चाहिँ लोकेसन हेर्दै हेर्दै जाँदैछौँ। यस्तो बाबा हामी चाहिँ हामी तर भुक लाग्छ मजा अब कपरेट हाल्छ कपरेट हाल्छ। यहाँ चाहिँ ठाउँ कहाँनिर हेर्नु फेरि जङ्गल राजु सर राजु सर कहाँ जङ्गल कुद्नु भएको यहाँ पर छ हौ। ठाउँ त यस्तो छ रमाइलो छ गाइस। कम्मरैमा यो चाहिँ गर्दै गर्दैन हौ। पुरानो छ छिरो यार मारिहाल्यो होइन मारो नि हो यहाँनिर अब प्लाट लाग्दैछ है गाई चाहिँ हाम्रो पिकनिक चाहिँ उता खोलाको छेउमा छ। ए लाटाहरू फेरि आम्मामा यार च्यानल कहाँ पुगेछ भाइ। मलाई त कस्तो टेन्सन भएर यहाँनिर यार।
कहाँ पुग्यो भाइ यार ल इन्ट्री गरेछौँ होइन यहाँनिर 6 बजे आउनु पर्ने 12 बजेको छेउछाउमा आएर चाहिँ यहाँ अलिकति गगरको अर्ले खाना खाने बेलामा हाम्रो चाहिँ अहिले भर्खर चिया खाने कार्यक्रम भइरहेको रहेछ भन्दै यो भनेको महा वनभोज के कसो राजु ताई राम्रो चिया पकाउँदै हुन्छ हाम्रो यता मल्टी ट्यालेन्ट दाइ सुमन सरले उहाँले उसु पनि सिकाउनुहुन्छ एकदम अनुभवी त छ के भन्छ अब भन्ने आएन बोल्दैन मेरो साथी के भएको अड्किसक्यो बोल्न बोल्दै अड्किसक्यो सबैजना यहाँ बसिरहेछ है रमाइलो भइरहेछ यता चाहिँ राम्रो काम चल्दैछ यहाँ चाहिँ यो सब पिकनिक आएको है यिनीहरू हामी टोटल भनेको 100 जना जति छौँ है हामी चाहिँ 100 जना जति छौँ हामी है तर सबैजना यता दाइ हाम्रो दाइ हुनुहुन्छ अनि त्यो रमाइलो भइरहेछ यार यो भनेको महा पिकनिक अरे क्या पिकनिक मात्रै होइन क्या महा वनभोज अरे क्या यता हाम्रो बुनुहरू अनुहार नलुगाउन राम्री छ हौ सबैजना यार Oh my God, यार काम गर्दैछ घरमा काम नगर्नेहरू सिक्का नभाँच्नेहरू यहाँ आइ मेरो काम चाहिँ सो गाइस आज चाहिँ बिएस सरले ब्याकरी हाल्नु हुँदैछ होइन पब्लिक रियाक्सन पनि हेर्नु होला यहाँ बिएस सर रेडी हुनुहुन्छ सो रेडी हटे बिएस सरलाई ब्याक फिल्म हाल्नु हुँदैछ अनि यहाँ दर्शकहरूले डिमान्ड भएर ब्याक फिल्म हाल्नु हुँदैछ 5 4 3 2 1 ये बिएस सरले ओ कस्तो लाग्यो तिमीहरूलाई अझै के हान्नुहुन्छ अहिले होइन क्या अहिले एकछिनमा खतरा मुभ्स हाल्नुहुन्छ बिएस सरले अलिक भोक लागेर लुकी खाँदैछ लुकी यिनीहरूलाई लिएर आएको खाँदैछ साह्रै भोक लागेर यिनीहरूलाई त्यही भएर दाइ कस्तो भइरहेको छ हौ तपाईँलाई त्यो थाहा छ दाइ दाजुभाइ निस्किनै पाएको छैन त्यही हो नि ल मेरो भ्लगमा सबैजनालाई वेलकम छ 11 बजेदेखि पकाउन सुरु गरेको गाइस 3 बजे पाक्दैछ त्यही पनि पाकेको छैन मासु अचार केही पाकेको पनि पाकेको छैन स्मृति पनि राम्रै देखिरहेछ यार तर मेरो मल राम्रो हो नि यो रबी कामको
3, 2, 1, अब लिरिक्समा नाच्ने है ओके के भयो सरी गाइस सरी यार कस्तो फोन आयो यार सक्यो त्यही भएर अझै ब्याटल कस्तो लागिरहेछ हाम्रो चालु ल एस एस ओइ at
ल ठिक छ हुन त पिकनिक रमाइलो गर्न आएको मान्छेहरू यत्रो प्र्याक्टिस जस्तो गर्दैछ पाइसक्यो गाछ खाँदैछ बक्का यस्तो छ हालत पिकनिकको ला यार सब्सक्राइब गरिदिनु होला सबैले लाइक एन्ड कमेन्ट के अरे निरुदा खायो खाऊ हजुर के चाहिन्छ कस्तो मजा आयो खानु मिठो थियो साह्रै मिठो आजको पिकनिक तिमीहरूको जिन्दगीभर याद हुन्छ हो कि होइन आव कोक त घरतिर ए ल एकछिन आजको पिकनिक तिमीहरूले जिन्दगीभर याद राख्छौ हो कि होइन तिमीहरूले यो पिकनिक जिन्दगीभर याद राख्छौ अबे यति धेरै खान्छ है मान्छे यति राम्री भएपछि भात त्यति धेरै खान्छ है बाहिर चाहिँ पुरा भगा खाँदैछ पनि अब बेलुकाको सुरुवात मासुबाट सुरुवात हुन्छ हाम्रो चाहिँ के भन्नु अब मासुबाट सुरुवात भएपछि अब खानु पर्यो कस्तो लाग्यो भाइ गोकर भाइ थाले छैन ये आजको पिकनिक दामी भयो गाइस दिउँसो खाना राति खाना एकचोटि खायौँ हामीले हाम्रो पिकनिक हो यो चाहिँ डान्सको चाहिँ है उपहार भाइहरूलाई पाएन अब दोकानमा किन खाने हो यता आएर दोकानमा गएर बसिदिएको मेरो नानीहरू पिकनिक गाइड्स नयाँ हुनुहुन्छ भने भिडियोहरूको मोबाइल समाइसक्नु भने कृपया लाइक सब्सक्राइब र बेल आइकन दबाउन नबिर्सिनु र यसका साथसाथै म पनि भर्खर भ्लग मेरो युट्युब च्यानलको नाम हो एमएलसी भ्लग होइन सब्सक्राइबर त थोरै छ भर्खर बनाउँदैछु टपमा आउँछ है मलाई पनि सपोर्ट गर्नु होला आई निड योर सपोर्ट गाइस हजुरहरूको सपोर्ट बिना म केही पनि भाइ हामी त पसल जानु पर्यो पसल जानु ठाउँ दैदैन सब्सक्राइब गरिदिनु ल थ्याङ्क यू
जिसे विजय मगर ये रवि तिमीहरूको बिसानो तिमीले न्यू जेनेरेसनको खतरा मान्छेहरू हो क्या जेन्जी हो जेन्जी गाडी खतरा चिल्लो धस्नु हुँदो रहेछ मलाई हान्दिन हल्ला चाहियो हल्ला गाडीमा हल्ला चाहियो रमाइलो खोइ त हो हाम्रो गाना ए गाना बजाऊ र गाना गाना बजाऊ मेरो गाना त छ अब हामी अल आउट डान्सतिर चाहिँ हामी छुटिसक्यौँ है सामानहरू इन्डिङ दि एन्ड भइसक्यो हाम्रो सबैजनालाई यता हाम्रो करातेको बुनहरू कहाँ 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 गयो कसले पानी भएको ल अब भोलि भेटौँ ल सबैजनालाई बाई सबैजनालाई बाई भोलि भेट्नुपर्छ ल सबैजना ल अब हाम्रो पिकनिक आजको दिन सकियो हाम्रो दाइलाई पनि धेरै धेरै धन्यवाद दाइ है जस दाइले राम्ररी लगिदिनु भयो राम्ररी ल्याइदिनु भयो ल है गाइज ल सबैजनालाई बाई ल मामासित ल ल बाई मेरो चाहिँ अरू सबैजना उत्रिसक्यो अहिले चाहिँ यति मात्रै छ गाइज फाइनली गाइज हामी चाहिँ आइसक्यौँ मेरो रुम अनि ट्याक्क लगाएर भाइ विकास भाइ पनि मेरो चाहिँ रुम आइपुग्यौँ है गाइज एस्थेटिक रुम ल मेरो रुम चाहिँ आइपुगेँ अब छोटो मिठो मेरो ब्लग यहाँदेखि सुरु गरेको थिएँ यहाँदेखि इन भयो है गाइज है सबैजनाले राम्रो हेरिदिनु होला ओभर रमाइलो गरिदिनु होला डान्स ब्याटल पनि छ त्यहाँनिर है अनि त्यही अब आजको पिकनिक यस्तै हो है भाइहरू कस्तो भयो त आज भाइ रौड है आजको पिकनिक अति यादगार हो क्या खतरनाकबाट भन्दा जस रोबोटले चाहिँ हामीलाई चाहिँ खतरा हो धेरै अगाडिसम्म गयौँ नि त हामी है अनि त्यही हो ल मेरो रुम चाहिँ यस्तै छ गाइस फाइनली मेरो रुम र स्टुडियो मैले रिभिल गरेँ भ्लगमा सबैजनाले ट्याक 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 सब्सक्राइब र लाइक गरिदिनु होला जसले हेर्नुभएको छ कमेन्ट उसको नामको कमेन्ट गरिदिनु होला गाइस जसले कमेन्ट गर्छ पछि म मेरो वाच टाइम सबै पुगेपछि सब्सक्राइबको सबको नाम लेखेर एकजनाले एकदम दामी गिफ्ट दिन्छु म पनि गाइस है लकी सब्सक्राइबरलाई गिभ अवे हुन्छ ल गाइस राखेँ है अब सब्सक्राइब गरिहाल्नु बाई